गुड मर्निङ, नमस्कार सबैलाई। मैले योभन्दा पहिला भारतीय सेनाको भर्ती सम्बन्धी अग्निवीर भर्ती सम्बन्धी सानो भिडियो बनाएको थिएँ। आज फेरि त्यसैलाई रिफ्रेस गर्दै आज स्पेसली मैले यो भिडियो बनाउनुको तात्पर्य संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ नेपालका अध्यक्ष कर्नल धनबहादुर थापा, सल्लाहकार धनबहादुर मास्के राणाज्यू र सचिव श्री सुबेदार कुलबहादुर केसीज्यू लगायत लीला मैडम लगायत पुरै टिमलाई धेरै धेरै धन्यवाद दिनको लागि र फेर यही अग्निवीर भर्ती सम्बन्धी रिफ्रेस गर्नलाई चाहिने याद गराउनलाई फेरि यो क्लिप बनाएको हुँ। जति पनि भारतीय सेनाबाट रिटायर भएर आउनुभएको भूपू परिवार, उहाँको वीर नारीहरू, उहाँहरूको परिवार सबैले यसलाई जति सक्नुहुन्छ यो भिडियोलाई कमेन्ट सेयर गरेर नेपाल सरकारसम्म पुर्याउने काम गर्नुपर्छ। मलाई लाग्छ भारतीय सेनामा हाम्रो वीर गोर्खालीको भर्ती धेरै सालबाट रोकिएको थियो। यो भर्ती चालू गर्न अति आवश्यक छ, किनभने अलरेडी लस भइसक्यो। मैले योभन्दा पहिलाको भिडियोमा पनि भनिसकेको छु, धेरै नोक्सान भइसकेको छ। अब नोक्सान गर्न हुँदैन। यदि नेपालमा बसोबास गर्ने हाम्रा जति पनि वीर गोर्खाली युवाहरू हुनुहुन्छ, शुभ इच्छुक जो भारतीय सेनामा गएर भर्ती हुन चाहनुहुन्छ, म खाडी मुलुकतिर जान्न, विदेश जान्न, अब जे छ चाहिने पहिलेदेखि पुर्खाको जमानादेखि चलिआएको भारत सेनामा गएर भर्ती हुने अनि आउने अनि आफ्नो जीविका उपार्जन पनि राम्रै हुने, त्यो तरिकाले अब सोच्नु भएको छ भने उहाँ युवाहरूको लागि पनि यो भिडियो हो। उहाँहरूले पनि पहल गर्नुपर्छ, राम्रो पनि छ। अब उहाँ चाहिने भारतीय सेनामा अलरेडी तपाईको 4 वर्ष नोकरी हो। 4 वर्षमा 25% स्वत पुरा नोकरीमा कन्भर्ट हुन्छ अनि 75% 4 वर्षमा 75%, 100 जनामा 75 जना चाहिने उहाँहरूले 4 वर्ष हुनभन्दा 6 महिना पहिले नै चाहिने भारतमै 100% चाहिने नोकरी छ उहाँहरूलाई। जस्तो भारतमा अर्ध सैनिक बलहरू छन्, अन्य सुरक्षा निकाय छन्, ब्याङ्कहरू भए, रेलवेमा भए, तपाईको सिभिल सेक्युरिटी गार्डहरूमा भयो, कयौँ जग्गामा चाहिने उहाँहरूको भ्याकेन्सी क्लियर छ। हैन म नोकरी गर्दिनँ, अब यो 4 साल नोकरी गरेँ, अब म नेपालमै